सो वन्स अगेन वेलकम ब्याक टु माई च्यानल। सो साथीहरू आज हामी टक्क टिपटपबाट चाहिँ नेपाली दाजुभाइ मिलेर होइन टक्क यहाँ आइरहेका छौँ। यो चाहिँ एराउन्ड टिपटप हाम्रो कम्पनी भन्दा एराउन्ड कति 1 घन्टा जति लाग्छ ट्रेनमा। सो यो एरिया चाहिँ एकदमै सुनसान रमाइलो हेर्नुहोस्। ओके, सो इन्जोय गर्दैछौँ हामी एउटा खसी पनि काटिसक्यो हामीले। सो हामी अहिले काट त सबले हाने हाम्रो गाईहरू यता खसी छान्दैछन् है। दाजु कुन खाने यार, बोका खाने यो गेरी खाने कि यो नभएको खाने भन्ने कुरा छ केटाहरूको को 2-3 सिटी हान्नुपर्छ पर्छ। 2-3 सिटीले पनि यसलाई 5 सिटी हान्नुपर्छ होला। यो रिकमेन्ड गरेको छ भने कस्तरी छ यार। अरू छैन, अब के गर्नु त? के खाने त लन त फर ठुलो बोका झन् खानै सकिन्न यार। ठुलो बोका खाने झन् यस्तो देखि झन् के खान मजा लाग्छ र किन हतार गर्ने हो र पर एकछिन खान्दैमा त के भयो। उही त्यतिला उजेर छानेको क्या बोका साना छन् अनि त अनि बोका छन् 20 केजीको दिँदैन क्या? केजी भयो 40 केजी 40 किलो हो 40 केजी छ ट्याक्कै। अझ बाहेन अलि तलबाट काटे कि ठिकै छ दुध निकालौँ है त्यो खाऊ न ल भुँडीलाई त्यो बोसो तान्नु नि पहिला, यो तात्तर बोस तानेला के त्यो काठलाई थोरै मिस्टेक। सुत्दैन त्यो त्यहाँ भएको सबै तिम्रो तलको तुरी उनी बनाउन लगाउँथ्यो भाइ ल हाय हाय सानो आगोमा पोल्नु के आगै नबाल्नु आगै नबाले त यार हाइ टाउरे यत्रै खान जानेको नजा यो अहिले उसको बोइलरको भयो छुटिसक्यो है। यस्तो स्पेसली हामीले काटेको कहाँ छुट्टिन्छ नि यार। पाल्सिङले छोएको हो अनि यो मैले काटेको हो त। मैले कहाँ नाइ भनिरहेको छु हाय हाय बीबीक्यू अर्ग्यानिक हो वानी मासुमा आधी काटेर हामी हाल्दिनु त्यसमा पनि के हो यार, त्यसमा पनि हाल्नु न भुटनमा बोसै छ के मजा यार। यो त पाकेर हालेर हुन्छ क्या त्यो सबै तिमीले कुदार्दिने हो। नुन लाग्नु पर्यो पाक्नु पर्यो गाइज हामी आज पिकनिक कार्यक्रममा छौँ, तर यसो एउटी बाख्रीवाली साउ चाहिँ भेटिसकेका छौँ। दाइ एकदम भित्र डुबिसक्नु भएको छ, त्यही भएर दाइलाई यसो सम्हाल्दै हामी 3-4 जना केटाहरू लागेर उता बडीगार्डहरू
हिँड्दैछौँ दाइलाई सम्हालेर बडी सबै देखाएर हामी फर्केर फेरि रेडबुल कार्यक्रम र दारू कार्यक्रममा लाग्नेछौँ। हस् बाबाई अब कोही मोल होइन के फाले तयार केटाहरूले यसरी कस्तो देख्छ कता कुदेर खै हाम्रो भा खै यहाँबाट खाऊँ त्यहाँबाट खाऊँ म दुईतिर बिचमा पर्ने चाहिँ दुईतिर खान्छु यार खास क्लियर खसी बाह्र इन्च नखाने 100% खसीको मासु अलिकति हाल एक दिन अफ गर मैले पुरा खसीको मासु हो के छ नाम म गर्छु के मैले साथीहरु हाई से हाई 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 गाइस हाई ओ यस वाव 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 से हाई खोइ देखे छैन बियरको साथमा खसीको मासु खाओहरू रजने केलाई कर गुले कोरमनीले मैं पक्का गर्थे लगन कसले दे बैसम तरी रजने केलाई कर गुले सँगमै छोड्छौ त मनमा चाहन्छौ केटा अच्छी जाँदै छुछु हामीलाई दिने दोष तर मायामा लाग्न पाइन तर मायामा लाग्न पाइन सुन्तला पाकेर यालै भयो बो भन्न मेरी माया तिमीलाई कति चाहिन्छ न तिमी हिँड्ने पिच गरिदिन्छु र तिमी हिँड्ने पिच गरिदिन्छु र म राजा हो तिमी पनि देउन रानी आउने छ कि खानु थुप्रै कहानी बनाउला क्यामेराम्यान गो 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 भागेर जन्म के गरे पनि लुठोको बाजी गीत पनि गाइदियो अनि कसैले मै पनि राजी हो भागेर जन्म के गरे पनि लुठोको बाजी मै पनि राजी हो धेरै साझ होला एकै जो तिमी नै हो उनले जिन्दगी कमा तिमी हिँड्ने किस गरिदिन्छु र तिमी हिँड्ने किस गरिदिन्छु र यो जवानी तिम्रै हो Welcome back to my channel. तिमीलाई मेरो So, we're enjoying last Heineken. Heineken.
Thank you for watching. मैले राख्ने ठाउँमा पहिलो नम्बर सूची सक्छुका समय खान देखाइदेऊ 32 कोना अगाडि लाग्छु यसैमा तिमीलाई सुहाउने डिम्पल कालामा तिमीलाई सुहाउने डिम्पल कालामा तिमीलाई सुहाउने गर्छु तिम्रै सेवामा राख्छु रानी बनाई गर्छु तिम्रै सेवामा राख्छु रानी बनाई यही मनको चाह छ के छ तिम्रो भनाई तिमीलाई सुहाउने डिम्पल कालामा तिमीलाई सुहाउने डिम्पल कालामा मलाई त तिमी मन पर्छौ मन पर्छौनी सयमा सयको न भिका छ चन्द्रको न घमण्ड छैन तिम्रो झालामा तिमीलाई सुहाउने डिम्पल कालामा